नमस्ते साथीहरू। आज हामी एउटा रमाइलो कथा सुन्नेछौँ। कथाको शीर्षक हो पार्टी र पँधेराको महत्त्व। आदर्शको पाठशाला जाने बाटोमा एउटा पार्टी थियो। पार्टीको छानो पुरानो भएकाले ठाउँ ठाउँमा चुहिन थालेको थियो। एक दिन पाठशाला जाँदा पार्टीतिर देखाउँदै आदर्शकी बहिनी मनिषाले भनी, दाई यो पार्टी कसले बनाउँछ? आदर्शले भन्यो, किन र? बहिनी मनिषाले भनी, छानो नछाए भत्किन्छ होइन र? अनि फेरि आदर्शले भन्यो, भत्के के बो त? हाम्रो घर होइन के रे? आदर्श र मनिषाले यसरी कुरा गरेको दिन बेलुकादेखि नै दिन लामो झरी पर्यो। यो झरी रोकिँदा नरोकिँदै पार्टीको छानो गर्ल्याम गुर्लुङ भत्कियो। पार्टी भत्केको देखेर मनिषाले भनी, हेर्नुहोस् दाई, छानो त भत्किहालेछ। आदर्शले एकपल्ट मुन्टो फर्काएर पार्टीतिर हेऱ्यो। पार्टीको छानो भताभुङ्ग भएको देख्यो। उसले केही भनेकै थिएन। फेरि मनिषाले भनी, कसरी भत्केछ त हगी दाई? आदर्शले फेरि भन्यो, भत्के के भो त? हाम्रो घर होइन। अनि फेरि मनिषाले भनी, हाम्रो घर नभए पनि बाटोमा हिँड्दा, पानी पर्दा, दौडँदा गएर उत लाग्न बस्न पाइन्छ नि त। यसरी कतिपल्ट बसेका थियौँ हामी होइन र? आदर्शले भन्यो, हुन त हो, तर अब नबसौँला भएन र? बहिनीले भनी, सानो पानी परे त नबसौँला दाई, मुसलधारे पानी परे नि नबस्ने? आदर्शले भन्यो, बस्ने ठाउँ नभएपछि मुसलधारे पानी परे पनि नबस्ने, सिमसिमे पानी परे नि नबस्ने, छिटो छिटो घर पुग्न प्रयास गर्ने। मनिषाले झरी पर्दा पानीमा रुजेर हिँड्नु हुँदैन, ज्वरो आउँछ, बिरामी परिन्छ भन्ने सुनेकी थिइन्। एकपल्ट मामा घर जाँदा ऊ आफ्नी आमासँग ठुलो पानीमा रुजेकी थिई। त्यो बेला उसलाई धेरै ज्वरो आएर केही दिन सुत्नु परेको थियो। मामा घर गएर घुमफिर गर्न पनि पाएकी थिएनन्। उसकी आमालाई पनि बिसन्चो भएको थियो। त्यो बाटो भएर हिँड्ने अरू मानिस पनि पानी पर्दा पार्टीमा ओत लाग्थे, थाक्दा थकाइ मार्थे। मनिषाले सबै कुरा सम्झिँदै पार्टी भत्किनु घर भत्कनु भन्दा पनि नराम्रो हो सोची। तर यो कुरा आदर्शले बुझेन। आफूभन्दा ठुलो भएकाले दाजुसँग बढी कुरा गर्न पनि सकिन्न भनेर उसले सोची। मनिषाको घरमा उसका आमा बुवाले हप्तामा एकपल्ट सबैजना बसेर सभा गर्ने गरेका थिए। त्यो सभामा गएको हप्तामा भएका कामहरूबारे कुराकानी हुन्थ्यो। सभामा आउँदो हप्तामा गर्ने कामहरूको योजनाबारे पनि छलफल गर्ने चलन थियो। कुनै ठुलो समस्या आइपर्यो भने पनि उनीहरू यस्तै सभा गर्थे। सबै मिलेर समस्या समाधान गर्थे। मनिषाले पनि पार्टीको छानो भत्केको कुरा आफ्नो घरको 7 दिने सभामा राख्ने निधो गरी। 7 दिने सभा हरेक हप्ताको शुक्रबार बेलुका भात खाइसकेपछि बस्थ्यो। सभामा बुवा सभाध्यक्ष हुन्थे, आमा विशेष अतिथि हुनुहुन्थ्यो, सानो भाइ जुरेली उद्घोषक बन्थ्यो र आदर्श र मनिषा सहभागी सदस्य बन्थे। सभामा साह्रै राम्रोसँग छलफल हुन्थ्यो। सबैले आफ्ना मनमा लागेका कुराहरू निर्धक्क भएर भन्थे। कसैले कुनै कुराको गल्ती गर्यो भने पनि उसलाई हेला गरिँदैन थियो। गल्ती सुधार्ने मौका पनि दिइन्थ्यो। राम्रोसँग छलफल गरेर निधो गरेका कुरालाई कानुनसरह सबैले पालना गर्थे। मनिषा शुक्रबारको बाटो हेरेर बसेकी थिइन्। आज शुक्रबार हो। बेलुकाको भान्सा सकेर सब
सबैजना सभाकोठामा जम्मा भए। बुवा सभाध्यक्ष भएर बसे। आमा पनि विशेष अतिथि भएर बुवाको छेउमा बस्नुभयो। सभामा गरिने छलफलमा मनिषाले भत्केको पार्टीको विषयमा बोल्न भनी। यसरी नै अरू जरुरी विषयमा छलफल निमित्त राखियो। आजको सभामा सबैभन्दा नयाँ विषय मनिषाकै भएकाले पहिलो बोल्ने पालो मनिषाको नै आयो। जुरेलीले सभाध्यक्षको अनुमति लिएर भन्यो, अब हाम्रो सभा सुरु हुन्छ। आजको सबैभन्दा नयाँ विषय भत्केको पार्टी छ। यस विषयमा बोल्ने प्रस्ताव दिन मनिषालाई बोलाउन चाहन्छु। आजको पहिलो वक्ता पनि मनिषा दिदी नै हुनुहुन्छ। म उहाँलाई आफ्नो विषयमा बोल्न अनुरोध गर्न चाहन्छु। सभामा सबैजना मिलेर बसेका हुन्थे। बसेर बोल्ने चलन थियो। सोही बमोजिम आफू बसेको ठाउँबाट सम्बोधन गर्दै मनिषाले भनी, आदरणीय सभाध्यक्ष, विशेष अतिथिज्यूहरू र मेरा दाजुभाइ, मैले पाठशाला जाँदा बाटोमा हाम्रो गाउँको पार्टीको छानो पुरानो भएर पानी चुहिएन लागेको देखेँ। त्यसरी पानी चुहिएपछि छिट्टै नछाए छानो भत्किन्छ भन्ने मलाई लाग्यो। त्यो छानो कसले छाउँछ भनी मैले दाजु आदर्शलाई सोधेको थिएँ। दाजुले भत्के के भो, हाम्रो घर होइन भन्नुभयो। मैले दाजुलाई कुरो बुझाउन सकिनँ। मेरो विचारमा त्यो पार्टी भत्कनु ठिक होइन। मनिषा पछि यसै विषयमा आदर्शलाई बोल्न दियो। आदर्शले पनि सभालाई सम्बोधन गर्दै भन्यो, घर भत्क्यो भने हामी बस्न पाउँदैनौँ। त्यसैले पार्टी भत्किँदैमा किन फिर गर्ने, मेरो भन्नु यति नै हो। यसपछि सभाध्यक्षले उद्घोषक जुरेलीलाई बोल्न भने। एकछिन घोरिँदै जुरेलीले भन्यो, पार्टी भत्क्यो भने पानी पर्दा, घाम चर्कदा, थकाइ लाग्दा र बटुवाहरूलाई बस्ने ठाउँ हुँदैन। बास बस्नेले पनि बास पाउँदैनन्। पार्टी हुँदा हामीलाई मात्र होइन, धेरैलाई सजिलो हुन्छ। त्यसैले हामीले आफ्नो घर मात्र होइन, पार्टी पौवा पनि जोगाउनु पर्छ। भत्के भत्कोस् भन्नु हुँदैन। मनिषा, आदर्श र जुरेली पछि सभाध्यक्षको आज्ञा अनुसार विशेष अतिथिको आसनबाट आमाले भनिन्, आज मनिषाले विशेष महत्त्वको विषयमा यस सभामा आफ्नो विचार सुनाइन्। जुरेली पनि आफ्ना कुराहरू भने। मलाई धेरै खुसी लाग्यो। सभाध्यक्षज्यू र सहभागीहरूलाई पनि खुसी लाग्यो होला। हाम्रो घर भत्केमा हामी मात्र दुःख पाउने हौँ। पार्टी, पधेरा, बाटो, पाठशाला, अस्पताल भत्के धेरैलाई दुःख हुन्छ। मैले अरू कुरा के भन्नु, मलाई लागेको कुरा यस्तै हो। सबैको बोल्ने पालो सकिएपछि अब एकपटक आदर्शलाई नै सोध्नु भनी बुवाले सभाध्यक्षको हैसियतले भने। आदर्शलाई आफ्नो विचार गलत लाग्यो र म आफ्नो विचार सच्याउँछु भन्यो। त्यसो हो भने भोलि सबै गाउँलेहरूलाई बोलाऊ, सबै भत्केको पार्टी बनाउन जाउँ, यति भनी बाले सभा विसर्जन गरे।